साथीहरु स्वागत छ आजको यस नेप्से अपडेट युट्युब च्यानलमा। हजुरहरुले यस च्यानललाई लाइक शेयर र सब्स्क्राइब गर्नु भएको छैन भने लाइक शेयर र सब्स्क्राइब गर्न अनुरोध छ। र आज कुरा गरौँ यस गार्डन माइक्रो लाइफ इन्स्योरेन्सको बारेमा। नेप्सेमा लिस्टेड भएदेखि लगातार सर्किट हानेको यस कम्पनीले आज चाहिँ फेरि सर्किट हानेको छ। आज सर्किट हानेर यस कम्पनीले 1839 मा कारोबार गरेको छ भने यस कम्पनीमा आज चाहिँ सेलिङ प्रेसर आएको छ। सुरुमा सेलिङ प्रेसर आएर माइनस सर्किट हानेको यस कम्पनीले पछि चाहिँ सर्किट हानेर राम्रो कारोबार गरेको छ। यस कम्पनीमा आज चाहिँ सबभन्दा धेरै भोल्युम आएको छ भने यस कम्पनीमा चाहिँ बायरले सेलरलाई जितेको देखिन्छ। आज चाहिँ यस कम्पनीमा 2,53,000 किताको भोल्युम आएको छ भने आजसम्मकै सबैभन्दा धेरै भोल्युम आएको देखिन्छ। आजको दिनमा टप बाई र सेलको आधारमा कुरा गर्नु पर्दा चाहिँ ब्रोकर नम्बर 55 ले सबभन्दा धेरै होल्ड गरेको छ भने चाहिँ ब्रोकर नम्बर 58 ले चाहिँ सबैभन्दा धेरै सेल गरेको देखिन्छ। आज चाहिँ यस कम्पनीमा सबैभन्दा धेरै बाई डिमान्ड आएको थियो जसमा चाहिँ 28 लाख कितासम्मको आएको थियो। यो कम्पनीको कारोबार गर्न मिल्ने शेयर चाहिँ 20,70,000 रहेको छ भने आज चाहिँ यस कम्पनीमा 28 लाख भन्दा बढी डिमान्ड आएको देखिन्छ। यो कम्पनीको कुरा गर्नु पर्दा चाहिँ हजुरहरुले चाहिँ प्री ओपनमै फाल्ने देखिएको छ, त्यस्तो चाहिँ नगर्नु होला। किनभने यस कम्पनी लगातार बढिरहेको देख्दा पनि हजुरहरुले प्री ओपनमा फाल्नु भइरहेको छ। यदि हजुरहरुले राखेको टार्गेट मिट भइसकेको छ भने चाहिँ यस कम्पनीलाई हजुरहरुले आफ्नो विचार गर्न सक्नुहुनेछ। तर अब हजुरहरुले राखेको टार्गेट मिट भएको छैन, हजुरहरुले अझै भने जति एलटिपी भएको छैन भने चाहिँ हजुरहरुले अब राखेकै राम्रो देखिन्छ। हजुरहरुले यस कम्पनीको भोल्युमको आधारमा पनि बेच्ने कि के गर्ने भनेर पनि आफूले विचार गर्न सक्नुहुन्छ। अब हिजोको भन्दा आज धेरै भोल्युम आएको छ भने चाहिँ त्यस्तो बेलामा चाहिँ अब मान्छेहरुले बेच्नै खोजेको देखिएको हुन्छ। अब भोल्युम थोरै आएको छ हजुर भने चाहिँ हजुरहरुले चाहिँ अब राखेकै राम्रो देखिन्छ। यस कम्पनीमा चाहिँ मान्छेहरुले अझै बेच्न चाहेको चाहिँ देखिएको छैन, किनभने चाहिँ यस कम्पनी लगातार बढ्दै गएको हुँदाखेरि चाहिँ मान्छेहरुले अझै यसलाई 2000 कटाउने सम्म पनि देखिएको छ। हस्त साथीहरु, अब आजको लागि भिडियो यति नै। अब हजुरहरुले यस च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्न पनि अनुरोध गर्दछु। अब अर्को भिडियोमा भेटौँला। अब क्रिस माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ खुलेको छ, सबैजनाले भर्नु होला र भाग्यमानी विजेताहरुले चाहिँ जसलाई पर्यो यहाँ कमेन्ट गर्न पनि नबिर्सिनु होला। हस्त साथीहरु, धन्यवाद।